हस्पिटलको बिल देख्दा मान्छेलाई दुईवटा रोग लाग्छ। एउटा जुन लिएर गएको थियो, अर्को बिल देखेपछि आउँछ। तर सुन्नुहोस्, तपाईको एसएसएफले 1 लाखसम्म तिरिदिन सक्छ। एसएसएफको मेडिकल ट्रिटमेन्ट स्किम भाइ यो त्यो सुविधा हो जुन तपाईको तलबबाट हरेक महिना काटिन्छ। तर धेरैलाई थाहै छैन कि यसले के दिन्छ। आज त्यही बुझाउँछु। हस्पिटलमा भर्ना हुनु पर्यो भने अपरेसन, औषधि, जाँच सबै मिलाएर 1 लाखसम्म एसएसएफले पे गर्छ। भर्ना नभई उपचार भयो भने 20,000 पाउनुहुन्छ। अनि यो सुविधा सिर्फ तपाईलाई मात्र होइन, श्रीमती, श्रीमान र 18 वर्ष मुनिका छोराछोरीलाई पनि लागू हुन्छ। तर बिलको 20% तपाईले आफै तिर्नुपर्छ। एसएसएफले 80% दिन्छ। अनि सबैभन्दा महत्त्वपूर्ण, उपचार एसएसएफसँग जोडिएको अस्पतालमा मात्र हुनुपर्छ। जुनसुकै हस्पिटल गएर हुँदैन। तर घबराउनु पर्दैन। नेपालभर 100 भन्दा बेसी अस्पतालहरू छन्। बागमती प्रदेशमा मात्रै 40। तपाईँ जहाँ हुनुहुन्छ नजिकैमा हुनेछ। अब एउटा बोनस कुरा, 5 वर्ष अर्थात् 60 महिना नियमित योगदान गरेपछि 1 लाखदेखि 10 लाखसम्मको उपचारको 50% सोझै अस्पताललाई एसएसएफले तिरिदिन्छ। मतलब जति धेरै वर्ष योगदान गर्नुभयो उति बढी सुरक्षा। सुविधा पाउनको लागि शर्त कम्तीमा 3 महिनाको योगदान। योगदान रोकिए पनि 3 महिना थप सुविधा पाइन्छ। जागिर छोडे पनि घबराउनु पर्दैन। अब सोच्नुस् न, यति राम्रो सुविधा तपाईको तलबबाट काटिदैछ तर दाबी गर्न थाहा छैन भने के फाइदा। अर्को भिडियोमा हस्पिटलबाट दाबी कसरी गर्ने, घरबाटै रिइम्बर्समेन्ट कसरी माग्ने त्यो सबै भन्छु। त्यो नहेर्नु भयो भने 1 लाख रुपैयाँ टेबलमै छोडेर जानुहोस् आफ्नै जोखिममा। पैसा गफ फलो गर्नुहोस्, पैसाको कुरा यही हुन्छ।